ल आज यो हामीले चाहिँ शनिश्चरी पूजा गर्नको लागि हाम्रो गाउँबाट सबै कलेक्सन गरेर यो चामल फुलहरू अक्षताहरू सबै अब शनिश्चरी पूजा गर्नको लागि जाँदैछौँ हाम्रो यो चोकबाट दाजु चाहिँ पैसा पाउनुहुँदैछ यहाँनिर अझै दाजु खोइ त अरू मान्छेहरू छन् साथीहरू लाख जम्मा हुँदैछ पैसाहरू राम्रोसँगले दाजुले मिलाउँदैछ रेडियो र गाउँको सबैजना मिलेर चाहिँ यस्तो गर्नुपर्छ वर्षमा एकचोटि आउँछ के को लागि भयो दाजु संसार पूजा के को लागि हुन्छ मेन हजुर किसानको लागि किसानको भलाइको लागि ए माटोला पूजा होइन दाजुले आफ्नो शब्द राखिदिनु भयो फेरि हेर्दै जाउँ यहाँदेखि यो बाटो सिधै जान्छौँ संसद पूजा मनाउनको लागि हाम्रो पूजा गाउँको जगत ठाउँ पूजा मन्दिर चौतारा भएको बस्ने ठाउँ बाटो घरे तपाईँको बाटो बस्ने कस्तो छ त्यसै हाम्रो संसारी पूजा होइन संसारी पूजाको लागि सामान रेडी भइसक्यो मामाले चाहिँ हाम्रो मामा नारायण मामाले पनि सामान ल्याउनु भयो सबैजनाले मिलाएर गर्नुपर्छ होइन यो सामानहरू चाहिन्छ त्यहाँ भाइ चाहिँ हाँस्दैछ होइन पार्टी पनि चाहिने रहेछ यो पूजाको लागि भयो अनि सामानहरू कुखुरा चाहिन्छ परेवा चाहिन्छ अनि हाम्रो चेलीबेटीहरू पनि चाहिने रहेछ 4-5 सातजना होइन सामानहरू लानको लागि कुखुरा पनि टक्कसँगले भाइले पार्टी चाहिन्छ अरे फेरि पूजा गर्नको लागि यो चौतारा भने चाहिँ हामी सानोमा खेल्ने ठाउँ है पुरा खेल्थ्यो होइन अनि हाम्रो चोक चाहिँ यस्तै छ यहाँ दाजुको घर भयो दाजुहरूको यहाँ हामी खेलिन्थ्यो पनि मन्दिर हामीले पूजा गर्ने दुर्गा पूजा यहाँनिर यो यहाँ पनि पुरा खेलिन्थ्यो यो रुखमा होइन यस्तो भयो अलि 4वटा बाटो यो भयो हाम्रो पुरानो घर त्यहाँनिर छ है मन्दिर खेल्ने ठाउँ बहिनी हिरोनीहरू ल पूजा गर्नलाई लाग्यो सबैजना सामानहरू अहिले फेरि सबैजना गाउँको भेलाहरू आउनुहुन्छ होइन सामानहरू भेला पारेर डनले खाँदैछ बुझौँ बिजुर बिस्तारै हिँड ल लगाइदिएछ पूजामा हामीले सबैजना मिलेर मासिलो लाग्यो होइन भाइ बाख्रा साउदी चाहिँ यही हो यसले ल्याउने हिँड जाउँ बिजुर साथी यहाँदेखि मासतिर बाँध यहाँनिर होइन पुरा यतातिर चाहिँ फलफुलहरू आँपहरू लिचीहरू भयो होइन अहिले पनि छ चाहिँ हाम्रो चोकदेखि यता मासतिर है यो चाहिँ अहिले नयाँ बनेको हाम्रो पानी ट्याङ्क हजुर ल अनि यो भनेको चाहिँ बाँध हामी पहिले सानोमा हुँदाखेरि यहाँनिर खुब नुहाइन्थ्यो बाढी आउँदाखेरि पुरा फुल पानी हुन्थ्यो है माछाहरू मार्न लगाइन्थ्यो यहाँनिर राम्रो ठाउँ छ र यो पनि यो चाहिँ बाँध हो हाम्रो यहाँ माथिदेखि जम्प हानिन्थ्यो है माछाहरू मार्न लगाइन्थ्यो यहाँनिर पुरा नुहाइन्थ्यो गाउँकै लगभग सबै केटाकेटीहरू आइन्थ्यो यहाँनिर चाहिँ नुहाउनलाई रमाइलो हुन्थ्यो सानोमा यताबाट पनि नुहाइन्थ्यो है यहाँनिर आदेशको छुट्टी भएको बेलामा सबैजना आएर अरू बोकेर लाने सबैजना मिलेर यता सबजना लाइन लागेर जाँदैछौँ हामी उहाँनिर यहाँनिर पूजा गरिन्छ पहिलेदेखि नै हामी सबैजना यस छोरोले फेरि पछि आएर खेतमा है लडेर भाइले पनि बोकेर ल्याउनु सामान राम्रो साथी सब गर्नुभयो नवीन भाइ सामानहरू यहाँनिर राख्यो यहाँ चाहिँ हाम्रो परेवा रहेछ परेवा पनि चाहिने रहेछ हामीलाई होइन परेवा बाख्रा कुखुरा डन यहाँनिर छ ए बहिनीहरू सबजना यहाँनिर हामीले पूजा गर्ने सालै पछि हाम्रो बहिनीहरू
सबैजना आउनुहुन्छ यहाँनिर चाहिँ अनि सबैजना आउनुहुन्छ गाउँको सबैजना थियो र पहिले चाहिँ हाम्रो छोरा मान्छेहरूमा पाइन्थ्यो भने अहिले चाहिँ आएर छोरी मान्छेहरू अब आमा आन्टीहरू पनि सबैजना दिदीबहिनीहरू सबैजना हामी चुलोहरू पनि बनाउनु सबैजना भएर होइन यहाँ चाहिँ थान पूजाको लागि हामी चाहिँ ढुङ्गा खोज्न लाग्यो ढुङ्गा पनि 7वटा चाहिन्छ अरे राम्रो राम्रो खोलाको अनि हामी चाहिँ ढुङ्गा लिनलाई गएको है यतातिर चाहिँ खोलामा अलिक पहिरो रहेछ कि अनि जमेको पानीहरू पनि यो खोलामा अघि मैले देखाएको थिएँ त्यहाँनिर हामीले नुहाउने ठाउँ त्यहाँनिर पनि चाहिँ यहीँबाट जाने पानी हो क्या उतातिर राम्रो छ हरियाली है त्यो चाहिँ हाम्रो सामान पूजा गर्ने सामानहरू लिएर बसिरहेको छ काम गर भनेको अब साउन्ड बोकिरहेको त्यही भएर त्यहाँ चाहिँ अहिले अब चुलो पनि चाहिन्छ यो अब बनाउनै पर्यो है त्यसको लागि चुलोको लागि भाइले त्यहाँ बनाउँदैछ अनि अझै हाम्रो मामा पहिलेदेखि अब पूजा गर्दाखेरि चाहिँ पुजारी भनौँ न हाम्रो संसारी पूजाको सेटअप पनि भइसक्यो यहाँ हाम्रो मामा मन्दिरमा छ नारायण मामा यहाँ ढुङ्गा खोज्नु गएको यता पुरा सबै हामी पहिले सब गाडी छान्न लाउँथ्यौँ खेल्नलाई साथीहरूसँग यहाँ अब कहिलेकै अब च्यानहरू पनि अब गाउँघरमा पनि पहिले त अब हुन्छ नि त कसैको गाउँघरमा त्यो सानो यहाँनिर चाहिँ ढुङ्गा पाइयो जस्तो छ लामो लामो खालको 7 भाइ चाहिने भयो भाइले चाहिँ ढुङ्गा सर्ट सबैले आफ्नो काम कोही त चुला बनाउँदैछन् कोही थान अब यता हामी चाहिँ ढुङ्गा लिनको लागि आएको अहिले चाहिँ अब पूजाको लागि सङ्घर्ष गरिरहेको छौँ यति त गर्नु पनि पर्छ होइन आफ्नो लागि अलिअलि अहिले ढुङ्गा पनि लिएर आइसक्यो ल मामा ढुङ्गा पनि आयो है तपाईँको मामाले यहाँ थान बनाउँदैछ चुलो पनि बन्दैछ मान्छेहरू भेला हुँदैछ मजाले गर्दै चुलो पनि बनाउनु पऱ्यो खाने ठाउँहरू वनभोज जस्तै हुन्छ यहाँनिर दाउरा पनि ल्याउँदैछ दाउरा पनि अब चाहियो होइन वनभोज टाइपकै हुन्छ हाम्रो दाउरा आउँदैछ यहाँनिर ठुलो मुर्का सबजनाले मिलेर यता पार्दैछ यतातिर पनि यो बोक्नु पऱ्यो अब है यता साथीले लगिसक्नु माछा अर्को ढल्दैछ हाम्रो यहाँनिर दाउराको लागि अर्को थान बनाउँदैछ यहाँ दाउराले फेरि यहाँनिर यो थान अलमोस्ट रेडी भइसक्यो होइन अब यहाँनिर फेरि अर्को सानो पनि चाहिने भयो त्यही भएर भाइले बनाउँदैछ सामानहरू तयार गर्दैछन् बहिनीहरूले होइन यो चाहिँ अब सब्जीहरू बनाउनको लागि काटकुट गर्नको लागि तयार गर्छन् अरू पनि तल आउँदैछन् संसारी पूजाको लागि चुलो पनि अलमोस्ट रेडी भएको अवस्था बिजुर भनिदेऊ 2 शब्द त भनिदिनु त 2 शब्द सामानहरूको पनि आउँदैछ गरौँ भन्दै 2 शब्द नानी हेलो गाइज भन्दैन भन्न त नि खोइ भन्दैनस् अनि मुला यस्तै हुन्छ त कराई पनि आउँदैछ अब भयो लगभग सामानहरू भेला आउँदैछ अर्को सामान पनि ल्याइपुग्नु भयो दाजुले भुजाहरू अनि चिउराहरू पनि लिएर आउनुहुँदैछ दाजुले र यहाँ भाइ रिकेश भाइले है सामान जम्मा हुँदैछ अर्को सामान पनि आयो अर्को सामान पनि आउँदैछ कराईमा यही कराई हो त्यसमा टक्कसँगले सामान लिन फेरि गयो भाइ कराई पनि बसिसक्यो हाम्रो रिकेश भाइले हाल्दैछ होइन यता नयाँ सेपहरू टक्कसँगले बनाउँदैछन् तयारी हुँदैछ बिस्तारै बिस्तारै अर्को चुलो गरिसक्यो सबैजना अहिले एकछिनमा चाहिँ धेरै मान्छेहरू आउँछ अहिले खाली छ नि अहिले म एकछिन पछि देखाउँछु कि निकै मान्छे हुन्छ त्यो है त पूजा हुँदै रहेछ फेरि अघि टक्क बनाउनु हुँदैछ मामाले अहिले पूजा मामा लगभग सकिनु बाँकी छ अझै आज राम्रो दिन शुभ बार तिमीले चाहिँ काहीँ साथीभाइसँग पनि राम्रो हाँसेको खुसी साथ हुनु परोस् यो परमेश्वर तिमीले सत्य शक्ति
डेभिड डन होइन भन्ने त दुई शब्द यहाँ यो हाम्रो डेभिड डन हाम्रो अर्को भाइहरू होइन भाइ जम्ल्या हो छोटु पोट्टु मोटु यहाँ आइज नानी यसरी सबैलाई आशीर्वाद दिनुहुन्छ हाम्रो मामाले सधैँ प्रायः यहाँ पूजा गर्नुहुन्छ अनि चाहिँ हाम्रो मामा सबैजनालाई होइन लु नानी यो नानीलाई त यो लाउनु यो सबैको लागि यो भन्नु त उभौली र उधौली पर्वको यो भन्नु संसार पूजा चाहिँ विशेष के हो के को लागि भनिदिनु स्वास्थ्य अहिले माटो चाहिँ राम्रो होस् प्रकृतिलाई राम्रो होस् असर नपरोस् जहाँनिर पूजा गरेर टक्कसँगले अब यहाँनिर चाहिँ लोकल कुखुरा ब्रोइलर कुखुरा अनि परेवा सब मिक्स हुन्छ त्यही कटिङ हुन्छ सबै लोकल ब्रोइलर चाहिँ अनि परेवा सबै कुरा है त वेलकम संसार पूजामा आउनु खसीको मासु पनि आयो हाम्रो अनि भाइ रिकेश भाइ आएको अवस्था त्यो चाहिँ यो यहाँनिर यहाँ चाहिँ त्यो अघि भन्नुहोस् न परेवा कुखुरा अनि अर्को के पो परेवा र कुखुरा लोकल ब्रोइलर सबै मिक्स हुँदैछ यहाँनिर यो टक्कसँगले संसारी पूजामा आइरहेका यहाँमै हुनुहुन्छ होइन यता सबैजना हुनुहुन्छ हाम्रो संसारी पूजामा आउनु भएको हामी जान्छौँ संसारी पूजा गर्दै हेलो गाइज हाम्रो गाउँमा आज संसारी पूजामा हुँदै हामी सबैजना आइरहेको छौँ होइन संसारी पूजामा आउँदै यहाँ मान्छेहरू डन्ने हुनुहुन्छ होइन आजको संसारी पूजा राम्रै हुन यहाँ सबैजना हाम्रो संसारी पूजामा हजुरआमाहरूदेखि पहिलेदेखि पुर्खादेखि चलिरहेको रीति हो संसारी पूजा हाम्रो सबैजना आउनुभएको छ यहाँ संसारी पूजा पुर्खादेखि चलिरहेको रीति अहिलेसम्म सकेको छैन होइन यस्तै हो संसारी पूजा भनेको अहिले पकाउनु हुँदैछ सबैजना यतिजना मात्रै आउनुभएको छ भ्लगमा अहिलेसम्म गएर हजुरआमादेखि लिएर सानोदेखि लिएर पूजा गर्दैसम्म आइपुगिसकेको यहाँ चाहिँ बजाइ हुनुहुन्छ होइन र यहाँ आँसु लागिरहेको छ पनि यहाँ तेल तातिरहेको छ यहाँ चाहिँ पूजा गर्ने ठाउँ संसारी पूजा गर्ने ठाउँ हो यहाँ चाहिँ हाम्रो दादाहरू सबैजना पूजा गर्नुहुँदैछ सबैजना जित्दै जाउँ कता दा कटहरी अब जानुपर्छ राम्ररी खेलेर फेरि जित्नुपर्छ कसिया जस्तो झ्याल जित्नु नहोस् रुन चाहिँ यतो भनेर निशान थान ढम्पल थानमा छ अहिले चाहिँ बुढा मान्छेहरू म्याच खेलिरहेका छन् बितेको होइन दा पूजा गर्दै जयरानी
यता भाइले बनाउँदैछन् सेपहरूले होइन अनि यहाँ चाहिँ त्यो अघि भने जस्तो 2 ठाउँमा छ टक्कसँगले बन्दैछ है सेप राजेश भतिज ओहो भतिज खाने हो मुस्ताङ जाने हो यता अजी यता कान्छा ल मनाङ मुस्ताङमा बाँड्ने बेलामा यो चिज चाहिँ कसले बाँड्यो भन्ने कुरा हो होइन पूजा रेडी भइसक्यो सबैजना चिल्लर ग्याङहरू यहाँ सामान रेडी भइसक्यो है ए हाम्रो मामा अब चाहिँ हाम्रो संसारी पूजा सक्यो त्यो छ भाइ भन्दै 2 शब्द अब अरू त्यत्रो यही ठाउँमा मान्छे खाली हामी चपिङ गरेर जान आँटेको है देश जानु सक्यो भाडाहरू सबैजना उठाउने मिलेर गरेको राम्रो नि त सबैजना होइन